हेलो सबैजना, म फेरि पनि ढिलो बनाएको भिडियो लिएर आएको छु। यो चाहिँ मेरो थर्ड एटेम्प्ट हो। मैले फर्स्ट एटेम्प्टको चाहिँ भिडियो अपलोड गरेको थिएँ। सेकेन्ड एटेम्प्टको चाहिँ मैले खिचेको छैन। पहिलो पालि मैले पनियोले चाहिँ नि ढिलो मस्काएको थिएँ, हल्का गाह्रो भएको थियो। सो म चाहिँ दाबिलो खोज्न चाहिँ गएको थिएँ, तर त्यहाँ त्यस्तो राम्रो दाबिलोकै लागि युज हुने चाहिँ केही थिएन। सो बेकरीको आइटममा चाहिँ पाल परेको रहेछ। अलिकति बलियो चाहिँ यही थियो, मस्काउन सजिलो हुने, अलिकति नभाँचिने टाइपको। सो मैले चाहिँ यही लिएर आएको थिएँ। अनि यो पालि चाहिँ मैले पिठो चाहिँ तिते फापर युज गरेको थिएँ। अघिल्लो पालि चाहिँ एकैचोटि नै धेरै पिठो हालेर चाहिँ गोलो गोलो पिठोको डल्लोहरू चाहिँ बसेको थियो। अनि त्यही भएर चाहिँ अब आफ्नो मिस्टेकबाट सिक्नु पर्यो नि। सो मैले चाहिँ अलि थोरै थोरै हाल्दै चलाउँदै थोरै गरेर चाहिँ बनाएको थिएँ। फर्स्टको चाहिँ अलिकति साह्रो भयो, ढिलो भनिरहेको थियो मेरो साथीहरूले पनि हेरेर। सेकेन्डको चाहिँ राम्रो भएको थियो, तर स्याडली मैले भिडियो चाहिँ खिचेको थिइनँ। यो थर्ड एटेम्प्टको चाहिँ नि मेरो चाहिँ एकदम हाई एक्सपेक्टेसन थियो, मैले चाहिँ ठिक्क बनाउँछु भनेर। तर समहाउ अलिकति गिलो भयो।